नमस्कार, म डाक्टर चेतना। चिल्लो खाने नआउने हो त? खानी नै हो भने त कस्तो चिल्लो खानी त नि? यो भिडियो एन्डसम्म हेर्नु होला है। अब चिल्लो खानी भनेर तपाईले मजाले सनफ्लावर तेल अरु रिफाइन्ड तेल हालेर टन्नै तरकारी हालेर पकाइदिने होइन। पकोडा सकोडा बजारको खाना हैन, चिल्लो हालेर मासु पकाउने होइन हैन। चिल्लो सही हुन पर्छ। फ्याट एउटा हाम्रो लागि एउटा मेजर एनर्जी सोर्स हो। तपाई कार्बोहाइड्रेट बरु नखानुस्, फ्याट त तपाईको लागि चाहिन्छ नि। 1 ग्राम फ्याटबाट 9 किलो क्यालोरी जति एनर्जी पाइन्छ। हाम्रो डेली क्यालोरी कन्जम्पसनको 20 देखि 35% फ्याटबाट आउनु पर्यो। हाम्रो शरीरलाई फ्याटले प्रोटेक्ट गर्छ। हाम्रो भित्री अंगको लागि पनि प्रोटेक्सनको लागि पनि फ्याट चाहियो। हार्मोन प्रोडक्सनको लागि पनि फ्याट चाहिन्छ। भिटामिन ए, डी, ई, के एब्जर्प्सनको लागि पनि फ्याट चाहिन्छ। ब्रेन फंक्शनको लागि पनि फ्याट चाहिन्छ। हाम्रो कोर्स फ्याटबाट बनेको। अब प्राय थुप्रैहरुलाई के समस्या हुन्छ भने खाना खाने बित्तिकै के खाऊ जस्तो छिटो छिटो भोक लाग्ने समस्या। यो समस्या पनि तपाईले सही मात्रामा फ्याट खानुहुन्छ भने यो पनि समस्या समाधान हुन्छ। तर कस्तो फ्याट खानी त? हेल्दी फ्याट हुन पर्यो। हेल्दी फ्याट केबाट आउँछ? नट्स एन्ड सीड्स हैन, ड्राई फ्रुट्सबाट आउँछ। अनि अभोकाडो, नरिवल, आलस, अनि इवन नन भेजिटेरियन्सको लागि माछा, इवन अंडाको पहेँलो भाग पनि हो। नमस्कार।